दलको नेता कहिले एमाले कहिले माओवादी या खम्म कन भएको छ यता जाउँ कि खुकुरी बाँधेको तपाईँको घोगाउको लट्टी हामाएर हतियार ठुलो हतियार चलाउनु जाने मिडिया थियो एउटा घोगाउको लट्ठी थियो दाजु के भन्नुहुन्छ भने दाजु गरिब काम यसै दिन बाइक नाच्ने खेल्ने बजाउने त्यही 1 रुपियाँ दिँदा त्यो हुँदैन दाजु अब सम्पत्ति ल्याउँदा झन्डातिर ल्याउँला न तल्कुन दिउँला केही म खाना गरेर जति सुत्दिने भन्यो अब भयो जात बाबु भने मुक्ति ल्याउँदो भनेको मूर्ति बेची तपाईँको यो माथि जाँदा ठुलो लेख्छन् त्यही भाषा भइदियो यहीको गुन्का लाग्यो ल्याउनु मिलिहाल्यो हडमै भाषा भइ त थियो आजकाल चौरहित नाति लाग्ने उड्का मनी आयो सुनेपछि मोरा लाग्छ बात कसो भने बिराला मुख हेर्नु शत्रु कसो भने भाइको मुख हेर्नु भन्दा बरु परि डाँडामा बरु यति मान्छे सकेर त्यही भन्दा ए खालिया घुघुरा लिया मूर्ति बना लिया मान्छेलाई करेन्सी लगेर राज्य सत्ता कब्जा गरेर यहाँको जनसरकार ल्याउनको लागि 10 वर्ष सङ्घर्ष गरे दाइ घाँसा भने पक्सिने मात्रै काम भने पार्टीले योजना दियो नलिउ भने भएन ध्यान लिया घुघुरा लिया मूर्ति पनि लिया ए चौग्र दाइ समान्ति कन धेरै धोका दिया मेरै घर खाना खाइदे मोइकन कुटिसी मेरै घर खाना खाइदे मोइकन कुटिसी माथि सरकार नभए पनि बाबु अहिले गाउँपालिका पनि परि नरायण गाउँपालिका नेपाली गानाले जितेको ओडा पनि नेपाली गानाले जितेको क्षतिपूर्ति भराउनु छ कति घल्नु मैले कुट्याउनु मिलिसियाले कुट्याउनु साथी अरू कमरेडरहरू 2-4 जना साथीहरू नरोटा दिने न पानी दिने केही नदिने चानाले हेराउने ठाउँमा मात्रै अगाडि जाने पार्टीले गरिहाल्यो ए कनले मौसमी दियो कनले चन्दा दियो कनले मौसमी दियो
थियो ए मुसलाली पेल्ने बेला कसो भयो थियो खाँदैन नि ओह्राला हिजो साउदी गएर मैले लट्ठी राखेको थिएँ ओह्रालसम्म हन्नु नि मेरो हड्डी बनाएको भित्र नरालिएको बेलुका यही खम्मा लाग्दा हामी यो फटाओ भनेर रिकर्डिङ गर्यो त उता आफूले पेलियो म आउनु भयो अब अगाडि त भएको त सुविधा खाला म उठ्छ उठ्छु म पेलियो तर मौसम दियो भनेर भन्यो गाउँघर मौसमी माग्यो जोइ छोरीलाई पाल्यो कोनाले मौसमी दिया कसले चन्दा दियो मुसलाले पेल्ने बेला कसो भएपछि भनिरहेको थियो गाउँबाट मौसमी माग्यो जोइ छोरीलाई पारो यहीका दुई श्रीमती छन् दुई श्रीमतीबाट 18 ती सुकुरा चल्दा कति पाला गाउँबाट मौसमी माग्यो जोइ छोरीले पारो आल्यो अलि काबाल्यो छुटी खुल्किया बोल्दो आल्यो काबाल्यो मेरा चक्र आयो एउटा सरकार पक्षको र एउटा माओवादी पक्षको बात त भइसक्यो हतियार लिएर क्यान्टिनमा राखे संविधान सभाको चुनाव मिल्यो बेला त अब आखिर शान्ति वातावरण हो त्यसै कारणले गर्दा दाजुले भने छुट्टी खुर्किएको भन्नु आजले काफाले एउटा एलएमजी पनि अब क्यान्टिनमा राख्यो आफ्नो जो त्यो एउटा विभागमा आफ्नो विभागमा लिएको हुन्न अथवा राखेको हुन्न त्यो क्रान्तिमा त्यो मुख्य चाहिने एउटा साधनहरू हो हे उही बेला होइला आया आज हेली फुर्किन लाग्यो उही बेला होइला छेली पुग्ने सम्भावना भइसकेपछि मुखिया बनिँदैन धामी बनिएन डाङ्री बनिएन आज बेला फुर्किन लाग्यो उही बेला ओइला हे रुखाउँको चैला आया चग्र हटाएको चुडी काट्या